tu a imu hitsi howin lin ta hi building yan hilovin kanule kapa pathin len gam na tunga hitsi kam nepala ungkal song hon kun song thum lenga athing se agali ta hi we praise God for their life, we truly praise God for their life pathin chu thang ba men Hallelujah. Adima batan permission ne unon thiu. Permission prem ne thawana like katan. And in the beginning was the Word, and the Word was with God. God love you. You sila roy rang disan permission dan dhanyawad disan. Ab hami next sila gaane ma jane. Hallelujah. Hallelujah. इजरायलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इजरायलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्नो अनुहार आँगनका भुइँतिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए, परमप्रभु असल हुनुहुन्छ, उहाँको करुणा सदा सर्वदा चलिरहन्छ। आमेन। जब सोलोमन राजाले यरुशलेम मन्दिरलाई रत्नसित समर्पण गरेको थिए, परमेश्वरको उपस्थिति यति ठुलो थियो कि परमेश्वरको उपस्थिति त्यहाँ उनीहरूले आफ्नो अनुहार झुकाउनु परेको थियो है। तर आज अनुग्रहको समय छ। क्रिस्ट येशूको उपस्थिति तपाईँ र मेरो हृदयमा छ। आमेन। यहाँ एउटा कुरा चाहिँ साँच्चै म भन्न चाहन्छु, हामी यो बिल्डिङमा
यो हाम्रो तालिम केन्द्र चाहिँ विशेष गरी अगुवाहरूको लागि डिजाइन गरिएको थियो है र मेरो व्यक्तिगत वर्णन चाहिँ के थियो भन्दा बिटिएच गर्नुको लागि क्लास 10 पास हुनुपर्छ एमजे सरले दिइरहनु भएको छ है बिटिएच पास गर्नुको लागि बिटिएच पढ्नुको लागि एसएलसी चाहियो दिस इम्पोर्टेन्ट वर्क अफ ह्युमन लिडर्स फर द ग्लोरी अफ गड लक्ष्य को जाउँदैन ilan sa kung video sa kakipae namon nataw na zaling isan kipaw hina isa kay katilo pinatina tuni na hono so kay hin kitsu thambang hen namo so from the bottom of my heart namo taw na zaling mero हजुर बाबा नि आउनु चाहिँ हेपु लु नेपाली न हेछु मेरो हजुर बाबा नि हुनुहुन्छ है मेरो हजुर बाबा त्यहाँनिर बसेर कट हुनुहुन्छ हेपु यस्तो गर्नु न हेपु यति गर्नु मेरो हजुरबुवा हुनुहुन्छ है मणिपुरबाट आउनुहुन्छ हुन्छ यति कसैलाई धन्यवाद दिन छुट्यो भने प्रभुले तपाईँले he is the engineer, he's the constructor of the yeah, he's the main person who built everything.
the engineer. He's a constructor of the, yeah, he's the main person who built everything. बोल्ने कुरा चाहिँ के हो भन्दाखेरि गाईको गोठबाट नै मुक्ति शान्ति र आनन्द आयो हालेलुया त्यो दिनहरू त्यस्तै प्रकारका कुराहरू थिए मैले दुई तीनचोटि संगति गर्ने अवसर त्यहाँ मण्डलीमा पाएको थिएँ अनि उहाँहरू सर्दै सर्दै यसरी यो अति नै महत्त्वपूर्ण समयमा यहाँको बिचमा रहेर पास्टर जाङ्गा अनि उहाँको परिवार अनि साथसाथै उहाँसँगै भएर रहनुहुने सम्पूर्ण विशेष गरी इभान्जेलिकल कङ्ग्रेसनल चर्चका सम्पूर्ण सदस्यहरूलाई म सेवारत मण्डली धरानस्थित घोषणा ब्याप्टिस्ट मण्डलीको तर्फबाट साथसाथै नेपाल ब्याप्टिस्ट काउन्सिल साथसाथै नेपाल न्यू कभर्नेन्ट कलेजको तर्फबाट यहाँलाई हार्दिक बधाई दिन चाहन्छु परमेश्वरले ठुलो त्यो कम हुन्छ रियली म परमेश्वरलाई धन्यवाद दिन्छु इन्डियाबाट हाम्रो धरानलाई आशिषित बनाउनको निम्ति 25 वर्ष अगाडि नै उहाँहरू नेपालमा आउनुभयो उहाँहरूको यो योगदानको कदर हामी धरानका मण्डलीहरू पक्कै गर्छौँ किनभने धरान आशिषित छ विशेष गरी लामो मिसनरीहरूको बसाइको कारणले हाम्रो बिचमा एकजना साउथ इन्डियाबाट हुनुहुन्छ उहाँहरूले लामो समयबाट यही सहरमा बसेर मण्डली स्थापना गरिकन सबैसँग मिलेर सेवा गरिराख्नु भएको छ त्यस कारणले The EC Church Nepal. उहाँलाई यो फुटबलको टिम चाहिँ हामीलाई दिइसक्नु भएको छ आमेन आमेन Let me pray for you. म प्रार्थना गर्छु God, we're here in this place today because of your faithfulness. प्रभु हामी तपाईको महानता र इमानदार अनुग्रहको निम्ति धन्यवाद दिन्छौँ Father, I know it's my name up on that banner, but I had very little to do with this. प्रभु मेरो व्यक्ति र शक्ति र होइन यस ठाउँमा यो सेवाकाई गर्नलाई Father, I give you the honor, the praise, and the glory presented to Evangelical Congregational Church in Nepal, Reverend T.H. Ganga, in celebration of the inauguration and dedication of the Evangelical Leadership Training Center here at Bethel EC Church. Like the opposing team wants to defeat us. हाम्रो दुश्मनहरूले हामीलाई विजयी हामी भन्दा उनीहरूलाई विजयी हुन खोज्छौँ जसै गरी गोल खेल्दा अरू साथीहरूले आफूलाई जितेर उनीहरूलाई विजयी पाउने इच्छा गरेको जस्तै And if we are not trained well, we might fail. We might fall into sin. यदि हामीले राम्रोसँग शिक्षा अथवा हामी तालिममा अथवा परिपक्वता छैन भने यस्तै नै भएको रहेछ परमेश्वरले म धन्यवाद दिँदछु आमा चाहिँ प्रभुमा बिन्नु भयो तर बाबा चाहिँ यहाँ हुनुहुन्छ भोलि मणिपुर जाँदै हुनुहुन्छ र यहाँ यो कार्यक्रमको निम्ति उहाँले पनि हेर्ने र प्रस्तुत हुने अब ठुलो इच्छा नै छ ठुलो छ an appreciation present to Kate Redman in a gratitude for your humble presence at the inauguration ceremony at Bethel and ELTC Church building dedication. This is that token of love. परमेश्वर को बहुत आशीष दे आने वाले दिनों में परमेश्वर को लंबा जीवन दे स्वास्थ्य दे ये हमारा प्रार्थना है धन्यवाद यो मणिपुरतिर चाहिँ एउटा मान्ने एउटा हाम्रो रेभेन्ड बाबाले हामीलाई फ्यामिलीमा दिनुभएको छ परमेश्वरलाई धन्यवाद Hello. Superintendent हाम्रो यहाँको कृषि तर्फ मिसनमा
सुपरिन्टेन्डेन्टले हुनुहुन्छ उहाँ आउनुभयो धन्यवाद थ्याङ्क यू सो मच यस बाँकी हाम्रो हामी सबैजनाले ताली बजाउँदै
I love you, Lord, for your mercy never fails me. All my days I've been held in your hand. From the moment that I wake up until I lay my head, oh, I will sing of the goodness of God. 'Cause all my life you have been faithful, and all my life you have been so, so good. With every breath that I am able, oh, I will sing of the goodness of God. I love your voice. You have led me through the fire, and in darkest night, you are close like no other.